नमस्ते साथीहरू, सबैजनालाई स्वागत छ। साथीहरू, के तपाईँ चिया पिउन मन पराउनुहुन्छ र के तपाईँ खाली पेटमा चिया पिउनुहुन्छ? यदि हो भने तपाईँ सावधान हुनु आवश्यक छ, किनभने खाली पेटमा चिया पिउनाले तपाईलाई यस्ता हानिहरू हुन सक्छन् जसको बारेमा तपाईले कहिल्यै सोच्नु भएको पनि थिएन। तपाईलाई थाहा छ कि चिया पिउन पछि भोक लाग्दैन, खाली पेटमा चिया पिउन पछि पेट अप्ठ्यारो हुन्छ र चिया पिउन पछि धेरै गर्मी लाग्छ। यदि यी सबै कुराहरू तपाईलाई हुन्छ भने यो भिडियोलाई ध्यानपूर्वक पूरा हेर्नुहोस्, जुन आजको यस भिडियोमा हामी खाली पेटमा चिया पिउनाले तपाईलाई कति हानि हुन्छ भन्ने बारेमा बताउने छौं। तपाईहरुमध्ये धेरैले बिहान चिया नपिइकन आफ्नो दिनको सुरुवात गर्नुहुन्न होला र कोही त निद्राबाट उठ्ने बित्तिकै या त आफ्नो फोन हेर्छन् वा चिया पिउँछन्। बाँकी संसारको बारेमा थाहा छैन, तर हाम्रो देश नेपालमा चिया पिउनु दैनिक जीवनको एउटा हिस्सा बनिसकेको छ। तर साथीहरू, के तपाईले कहिल्यै सोच्नु भएको छ कि जुन चिया पिएर तपाई गर्व महसुस गर्नुहुन्छ त्यसले तपाईको स्वास्थ्यमा कस्तो असर गर्छ? सबैभन्दा पहिले तपाईलाई बताउन चाहन्छु कि नेपालकोमा गाउँ होस् वा शहर, लगभग 90% मानिसहरू खाली पेटमा चिया पिउन मन पराउँछन्। र जब हामी खाली पेटमा चिया पिउँछौँ त्यसले हामीलाई सबैभन्दा बढी हानि पुर्याउँछ। आजकल कसलाई कुन रोग लाग्छ भन्न सकिँदैन, किनभने आजकल सानो उमेरका मानिसहरूलाई पनि क्यान्सर जस्तो खतरनाक रोग लागिरहेको देखिन्छ। यदि चुरोट, बिडी, गुटखा र पान मसला खानेहरूको कुरा गर्ने हो भने जसले यी चीजहरू खाँदैनन् उनीहरूलाई पनि क्यान्सर भइरहेको छ र यसको पछाडिको वास्तविक कारण के हो भनेर मानिसहरूले अनुमान पनि गर्न सक्दैनन्। किनभने हामी सबैलाई थाहा छ कि क्यान्सर यस्तो रोग हो जसको सही समयमा उपचार नगरेमा मानिसलाई बचाउन गाह्रो हुन्छ, किनभने यो रोग शरीरमा कहिलेदेखि बसेको छ भन्ने कुरा थाहा हुँदैन। क्यान्सर बाहेक आजकल साना बच्चाहरूलाई पनि सुगर भइरहेको छ। यस बाहेक समयभन्दा पहिले कपाल सेतो हुनु, पुरुषहरूमा शुक्राणुको कमी र गोप्य रोगहरू हुनुका साथै पत्थरी र मुटु रोगहरू पनि मानिसहरूलाई लागिरहेको छ। र यदि कसैलाई एकपटक रोग लाग्यो भने त्यसबाट छुटकारा पाउन गाह्रो हुन्छ, किनभने आजकल रोगहरूको बारेमा थाहा पाउन गाह्रो छ र यीमध्ये धेरैजसो रोगहरू हाम्रो खानपानसँग सम्बन्धित छन्। यस्तो अवस्थामा जो मानिसहरू खाली पेटमा चिया पिउँछन् उनीहरूका लागि यो भिडियो एकदमै विशेष छ। तपाईलाई यो कुरा थाहा पाउँदा अचम्म लाग्नेछ कि विदेशमा मानिसहरूले जुन चिया पिउँछन् त्यो हामीले नेपालमा पिउने चिया होइन, अर्थात् त्यहाँ जुन चिया बन्छ त्यसमा दुध र चिनी हालिँदैन। हो, तपाईले सही सुन्नुभयो, विदेशमा दुध र चिनी मिसाइएको चिया पिइँदैन। र यदि तपाईलाई दुध र चिनी बिनाको चिया पिउन भनियो भने तपाईले त्यसलाई छुनु पनि हुन्न होला। अर्थात् हामी नेपालीहरूलाई दुध र चिनी बिनाको चिया पटक्कै मन पर्दैन र यो नै हाम्रो सबैभन्दा ठूलो गल्ती हो। बिहान हाम्रो शरीरलाई ऊर्जा, प्रोटिन र कार्बोहाइड्रेट चाहिन्छ, तर चियाको सट्टा जब हामी चिया पिउँछौँ हामीलाई ऊर्जा मिल्छ, किनभने हामी चिया पिउँछौँ र त्यसमा चिनी हालिन्छ जसबाट राम्रो मात्रामा क्यालोरी प्राप्त हुन्छ। तर म तपाईलाई बताउन चाहन्छु कि त्यो ऊर्जा हाम्रो शरीरलाई आवश्यक पर्ने ऊर्जा होइन। चियाको कारणले हामीलाई जुन चीज मिल्छ त्यो सुगर र क्याफिनको कारणले हो, र यी दुवै चीजले खाली पेटमा हाम्रो शरीरमा धेरै नराम्रो असर गर्छ। तपाईले धेरै पटक यो कुरा याद गर्नु भएको होला कि चिया पिएपछि कहिलेकाहीँ हामीलाई पेट भरिएको जस्तो लाग्छ। चिया पिएपछि हाम्रो पेट कहिलेकाहीँ भरिभराउ लाग्छ र भोक पनि लाग्दैन। के तपाईले कहिले यो कुराको कारण जान्ने प्रयास गर्नु भएको छ कि एक कप चियाले पेट कसरी भर्न सक्छ? वास्तवमा क्याफिनको कारणले हाम्रो शरीरमा एसिडको मात्रा बढ्छ, जसको कारणले हाम्रो पेट भरिएको महसुस हुन्छ। तर तपाईलाई यो कुरा थाहा पाउँदा अचम्म लाग्नेछ कि यही एसिडले हाम्रो शरीरलाई सबैभन्दा बढी हानि पुर्याउँछ, किनभने पेटमा एसिडको मात्रा बढ्नाले ग्यास र अल्सर जस्ता समस्याहरू पनि हुन्छन्। र तपाईलाई यो कुरा थाहा पाउँदा पनि अचम्म लाग्नेछ कि हाम्रो शरीरमा धेरैजसो रोगहरू हाम्रो खानपान र पेटबाट सुरु हुन्छन्, किनभने खाना सही तरिकाले पच्दैन भने रोगहरू त लाग्ने नै भए। तपाईले बिहान खाली पेटमा दुध हालेको चिया पिउनुहोस् वा दुध नहालेको चिया, तपाईले बिहान खाली पेटमा चिया पिउनु हुँदैन, किनभने दुवै प्रकारको चियाले तपाईको शरीरलाई हानि पुर्याउँछ। दुध हालेको चिया पिउँदा तुरुन्तै ऊर्जा मिल्छ, तर यसपछि जब तपाईँ खाना खानुहुन्छ त्यसपछि तपाईलाई थकान महसुस हुन्छ। र यही कारणले गर्दा जो मानिसहरू धेरै चिया पिउँछन् उनीहरू सुरुमा धेरै ऊर्जावान हुन्छन्, तर समय बित्दै जाँदा उनीहरूको ऊर्जा तीव्र गतिमा घट्छ कि उनीहरूमा पटक्कै ऊर्जा बाँकी रहँदैन। साथै केही मानिसहरूलाई वाकवाकी लाग्ने जस्तो महसुस हुन्छ, र यो समस्या दुध हालेको चियाबाट मात्र होइन, दुध नहालेको चियाबाट पनि हुन्छ। यसबाट तपाईलाई पेट फुल्ने र भोक नलाग्ने जस्ता समस्याहरू हुन सक्छन्। यी समस्याहरू चियामा पाइने क्याफिनको कारणले हुन्छन्, तर चियामा चिनी पनि हुन्छ जसको आफ्नै हानिहरू छन्। तपाईलाई थाहा नै होला कि चिनी हाम्रो स्वास्थ्यको लागि हानिकारक हुन्छ र यसलाई सेतो विष पनि भनिन्छ। तपाईले देख्नु वा सुन्नु भएको होला कि केही मानिसहरू सुगर फ्री चीजहरू खान्छन्, किनभने उनीहरूलाई थाहा छ कि चिनीले हाम्रो शरीरलाई कसरी हानि पुर्याउँछ।
म तपाईलाई चिया पिउन छोड्नुहोस् भन्न खोजेको होइन, तर तपाईले आफ्नो लागि यति त गर्न सक्नुहुन्छ कि यसलाई सही समयमा र सही तरिकाले पिउनुहोस्। यद्यपि तपाईले चाहेमा साँझको समयमा चिया पिउन सक्नुहुन्छ, जुन एकदम सही समय हो, तर बिहान खाली पेटमा चिया पिउनु पटक्कै सही होइन। के तपाईँ बिहान खाली पेटमा चिया पिउनेहरूमध्ये हुनुहुन्छ? कमेन्ट गरेर अवश्य बताउनुहोस् र यो भिडियोलाई धेरैभन्दा धेरै आफ्ना साथीहरूसँग सेयर गर्नुहोस् र यस्ता जानकारीमूलक भिडियोहरू अगाडि पनि हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। आजको लागि यति नै, अर्को भिडियोमा भेटौँला। जय नेपाल।